यो नयाँ संस्था स्थापना गर्न गइरहेका छौँ। र आज हुन त हङकङमा हामी नेपालीहरूको सहयोगको निम्ति धेरै संस्थाहरू स्थापना भएका छन् र ती संस्थाहरूले कुनै न कुनै माध्यमबाट खेलकुद क्षेत्रमा अथवा बडी बिल्डिङ क्षेत्रमा सहयोग पुर्याइ नै राख्नु भएको छ र हुन त ती संस्थाका आफ्नै क्षेत्र र आफ्नै उद्देश्यहरू बोकेर हिँड्नु भएको छ। त्यसैले हामीले खेलाडी हङकङमा बस्ने नेपालीहरूको जो खेलाडीप्रति धेरै नै चाहनाहरू छ त्यस्ता नेपालीहरूलाई को लागि एउटा छुट्टै संस्था स्थापना गर्नुपर्छ भन्ने महसुस गरेर हामीले यो विशेष खेलकुद क्षेत्रमा इन्ट्रेस्ट भएका साथीहरूलाई र नेपालीहरूलाई सहयोग पुर्याउने हिसाबले हामीले यो नयाँ संस्था स्थापना गर्न गइरहेका छौँ। गर्ने क्रममा हाम्रो अतिथि स्वीकार गरेर पाल्नुभएका यहाँसम्म पाल्नुभएका मानिसजनहरूमा म आभार व्यक्त गर्दै यहाँ आसन ग्रहण गरिदिनु हुन पनि म विनम्र अनुरोध गर्दछु र सर्वप्रथम हाम्रा श्री अपुन केज्यू, सचिव सरोज तामाङ मौबया र हाम्रो सहसचिवमा श्री एलबी मुखियाज्यू हुनुहुन्छ, उहाँ आज हुनुभएको छैन र कोषाध्यक्षमा श्री अशोक कुमारज्यू पछाडिमा, कोषाध्यक्षमा हुनुहुन्छ श्री हरिहरज्यू र यस्तै हाम्रो सदस्यहरूमा हुनुहुन्छ श्री अमृत गुरुङज्यू, श्री मनिष लिम्बुज्यू, श्री हरिप्रसाद पोनज्यू, श्री वसन्त गुरुङज्यू, श्री प्रकाश बुढाथोकीज्यू, श्री नेत्र तिमल सिन्हाज्यू उहाँले आउनुभएको छैन र आज यस समारोहमा पाल्नुभएका हाम्रा प्रमुख अतिथि श्री कृष्ण साक्यज्यूलाई दुई चार शब्द व्यक्त गरिदिनु हुन भने हाम्रो किरण साक्यज्यूलाई हाम्रो के दुई चार शब्द व्यक्त गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आजको यस कार्यक्रमका अध्यक्षज्यू, यहाँ अगाडि मञ्चमा रहनुभएका विशेष अतिथिज्यूहरू तथा यहाँ उपस्थित सबै महानुभावहरूमा म किरण साक्यको हार्दिक नमस्कार अभिवादन। सर्वप्रथम त आज नेपालीहरूको नव वर्षको सुरुवात भएको छ। यस नव वर्षको सुरुवातमा म यहाँ उपस्थित यस हङकङ नेपाल फेडरेसन अफ बडी बिल्डिङ र फिटनेसका अध्यक्ष पदाधिकारी लगायत यसका समस्त शुभचिन्तक मानवहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँहरूलाई यस नव वर्षमा नयाँ सालमा विगतका वर्षहरूमा भन्दा पनि थप सुख समृद्धि सफलता मिलोस् मेरो कामना छ र नयाँ वर्षको शुभ उपलक्ष्यमा पारेर यस बडी बिल्डिङ तथा फिटनेसको क्षेत्रमा हङकङमा भएका नेपालीहरू यहाँ सबैजना मिलेर यहाँ यस खेलमा केही गरौँ, केही यसको थप यसको चाहिँ विकास गरौँ भन्ने उद्देश्यले जुन यो नयाँ संस्थाको स्थापना गर्नुभएको छ यो निकै सराहनीय विषय हो र म यस संस्थाको समेत उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु र नवनियुक्त हुनुभएका सबै संस्थाका पदाधिकारीहरूलाई यहाँहरूको टिमवर्क, यहाँहरूको मेहनतले आउँदो दिनमा एउटा ठुलो एउटा चाहिँ काम देखाउन सकोस् मेरो हार्दिक शुभकामना छ। यति भन्दै यो आगामी च्याम्पियन्स एसिया पेसिफिक च्याम्पियनसिप 2013मा भाग लिन जाँदै हुनुभएका श्री किशोर पुनलाई समेत उहाँको यस प्रतियोगितामा सफलताको कामना गर्दै मेरो दुई शब्द यही अन्त्य गर्न चाहन्छु। धन्यवाद।
धन्यवाद हाम्रा प्रमुख अध्यक्षज्यू हजुरको अमूल्य शब्द हामीहरू समक्ष पस्काउनु भएकोमा हामीहरू धेरै कृतज्ञ महसुस गर्दछौँ। यस्तै हाम्रा संस्थाका अध्यक्षज्यू श्री लोकेन्द्र परियारज्यूलाई हाम्रो संस्थाबारे 2-4 शब्द व्यक्त गरिदिनु हुन भनी म उहाँलाई विनम्र अनुरोध गर्दछु। धन्यवाद। थ्याङ्क यू सरोज। आज विशेष अतिथि हाम्रो किरण साकेज्यू र हाम्रो अतिथिज्यू कापी थापाज्यू र सम्पूर्ण पत्रकार मित्रज्यूहरू र मेरो सम्पूर्ण साथीहरू र हाम्रो कार्य समितिमा रहनुभएका सम्पूर्ण साथीहरूमा नववर्ष 2070 को शुभकामना व्यक्त गर्न चाहन्छु। र आज जुन हामीले हङकङ नेपाल फेडरेसन अफ बडी बिल्डिङ एन्ड फिटनेस भन्ने यो संस्था 2013 मा हामीले स्थापित गरेका छौँ र यसको बारेमा म आफू यस संस्थाको अध्यक्षको हैसियतले 2 शब्द तपाईहरुपादि राख्न चाहन्छु। र यसलाई हो आज हामीसँग हङकङ नेपाल बडी बिल्डिङ अलरेडी 1998 देखि नै सञ्चालन भएर आइरहेको छ। प्रत्येक वर्ष मिस्टर हङकङ नेपाल अहिले 11औं मिस्टर हङकङ नेपाल निकालिसकेको छ र यो हुँदाहुँदै पनि आज हामीले यो हङकङ नेपाल फेडरेसन अफ एन्ड बडी बिल्डिङ एन्ड फिटनेस किन निकालियो भन्ने कुरामा तपाईहरुलाई म 2 शब्दले अवगत गर्न चाहन्छु। किनभने हङकङ नेपाल बडी बिल्डिङ एसोसिएसन भनेको यो हङकङलाई मात्रै सीमित एउटा मिस्टर हङकङ बनाउने भनेर हामीले यसलाई स्थापित गरियो र आज खेलाडीहरू मिस्टर हङकङ मात्रै नबनिकन मिस्टर नेपाल नै जित्न पुग्ने, मिस्टर धर्मश्री नै जित्न पुग्ने, आज एसिया च्याम्पियनसिप नै खेल्न पुग्ने आज खेलाडीहरू दिन माथि पुगिरहेको कारणले गर्दा र म आफू स्वयं मिस्टर धर्मश्री जितिसकेको कारणले म एउटा नेसनल प्लेयरसम्म भएको कारणले गर्दा यो मिस्टर हङकङ नेपालले मात्रै यो काम गर्न नसकेको कारणले आज मैले यो आज हङकङ नेपाल फेडरेसन अफ बडी बिल्डिङ एन्ड फिटनेस भन्ने स्थापित गरेको हो। र आज सम्पूर्ण साथीहरू आइदिनु भयो र हाम्रो यो जुन कार्यक्रम सफलता भयो। हाम्रो स्पेशल त हाम्रो किरण साकेज्यू पुरा आफ्नो समयको बाटो गरेर पनि यहाँ आएर हाम्रो यो संस्थाको सेरेमनीलाई हेल्प गरिदिनु भयो र साथै हाम्रो एलबी थापाज्यूले निकै मिठो कुराहरू भनेर हामीलाई अझै सहयोग गरिदिनु भयो र आशा छ यस्तै मिठो कुराहरू र नेपाली समाजले खेलकुद चाहिँ के हो भनेर अझै पनि समाज हो उहाँले भन्नुभयो हाम्रो फिलिपिन्समा इन्डियामा पाकिस्तानमा एउटै मात्रै समाज छ, एउटै मात्रै चाहना छ, एउटै मात्रै विचार छ। आज यो बडी बिल्डिङ 2टा किन भयो भन्ने कुरा आयो। हो एउटै हुनुपर्ने हो, महासङ्घ एउटै हुनुपर्ने हो, सबै कुरो एउटै हुनुपर्ने हो, तर हाम्रो विचार नै यस्तो छ। अब यसलाई चाहिँ कसरी तपाईहरुले आफैले बुझ्नुभएको छ हैन। मैले अब सबैलाई प्रश्न गराउँ त अब किनभने मलाई आफ्नो खेलकुद क्षेत्रमा जुन मलाई आफूको आज मैले जुन खेलकुद क्षेत्रबाट सफलता पाएँ र म मात्रै यो खेलकुद क्षेत्रमा सफलता पाएँ भनेर म आज धर्मश्री मात्रै भएँ, कुनै गेम खेलेँ भनेर आज मैले यो संस्थालाई हङकङ बडी बिल्डिङलाई मैले आज कुनै पनि मेरो संस्था खोल्यो हङकङ बडी बिल्डिङलाई नहेर्ने भन्ने कुरो होइन। हामी विकास गर्नुपर्छ, हामीले केही चेन्ज ल्याउनु पर्छ, कुनै नयाँ कन्सेप्ट ल्याएर हामी अगाडि बढ्नुपर्छ। संस्था हो के को लागि हाम्रो विभिन्न संस्थाहरू खुलिरहेको छ, तर संस्थाको काम के हो? कुनै
त्यसमा चाहिँ छर्लङ हुनुपर्ने चाहिँ मलाई जस्तो लाग्छ। यो आज हामी एउटा बडी बिल्डिङ भनेको छ, एउटा खेलकुद, सबै संस्थालाई पनि यो चाहिन्छ। तर यो संस्थामा चाहिँ बडी बिल्डिङलाई कुनै हेल्प नगर्ने, संस्थालाई कुनै हेल्प नगर्ने भन्ने कुराहरू, अब कतिपय कुराहरू हामी स्पोन्सर माग्न जाँदाखेरि अब संस्थाको एउटा अध्यक्षलाई 5वटा टिकट दिइन्छ। तर वास्तवमा मैले भन्नु खोजेको के भने त्यही संस्थाको मान्छे नै यो बडी बिल्डिङमा आउने हो, त्यही संस्थाको अध्यक्षलाई नै बडी बिल्डिङ गर्नुपर्ने हुन्छ। बडी बिल्डिङ भन्नाले अहिले म तपाईँहरूले कसरी बुझ्नुभएको छ होइन, मेरो आफ्नो बडी बिल्डिङ क्षेत्रमा लागेको कारणले गर्दाखेरि तपाईँको शारीरिक सुरक्षा भन्ने चाहिँ कस्तो भने फलाम उठाएर मसल मात्रै फुलाउने चाहिँ होइन। यो कस्तो भने अलिकति बुझाइमा चाहिँ अलिकति फरक परे जस्तो लागेको छ होइन मलाई। कस्तो भने बडी बिल्डिङ भनेको चाहिँ छुट्टै हो, बडी बिल्डिङ मसल मात्रै फुलाउने हो भनेर चाहिँ हाम्रो नेपालीमा चाहिँ यो मात्रै विचार र धारणाहरू चाहिँ अगाडि आएको कारणले चाहिँ बडी बिल्डिङ र हाम्रो शारीरिक सुरक्षा चाहिँ अगाडि नबढेको चाहिँ म चाहिँ अब तपाईँहरूलाई राख्न चाहन्छु सम्पूर्ण संस्थाको प्रतिनिधिज्यूहरूलाई र विशेष गरेर अब हाम्रो पानी दूत पनि हुनुहुन्छ। कस्तो भने यो मिस्टर हङकङ हाम्रो यो हङकङमा नि मिस्टर हङकङ चाइनिजहरूले गराउँछ। एउटा चाहिँ कस्तो भने एउटा यस्तो टाइटल छ कि मिस्टर हङकङ, तर यो मिस्टर हङकङ चाहिँ के को लागि गराएको, यत्रो मिलियन मान्छेहरू छ तर त्यसमा चाहिँ एउटा स्पोर्टमा एउटा मिस्टर हङकङ बनाइराखेको छ। तर हाम्रो नेपालीले मिस्टर नेपाल बनाइराखेको छ, 80-90 हजार $1,00,000 खर्च गरेर स्पोन्सर उठाएर। तर यो वास्तवमा रियलमा के हो, यो सम्पूर्ण संस्थाको प्रतिनिधिज्यूहरूले, सम्पूर्ण हाम्रो नेपालीहरूले यो बुझ्नुपर्ने हो। तर हामीले पनि बुझाउन नसकेर होला आज जो टाइटल लियो, जो मिस्टर हङकङ भयो, जो अध्यक्ष भयो, जो सचिव भयो, अब त्यो कामहरू भइराखेको छैन। र हाम्रो एमबीजीलाई जुन मिठो कुराहरू दिनुभयो, अझै पनि तपाईँहरूले हामीलाई सपोर्ट गर्नु, सल्लाह दिनुहोस्। र हामी खेलकुद क्षेत्रमा नभइकन कुनै पनि हाम्रो नेपाली समाजले नगरेको कामहरू, छुटेको कामहरू गर्ने भनेर हामी यो अहिले नयाँ कार्य समिति हामी खडा भएका छौँ। र हो तपाईँहरूले हामीलाई सल्लाह सुझाव दिनुहोस् र हामी खेलकुद क्षेत्रमा र जुनै पनि क्षेत्रमा हामी हङकङमा नभइकन देश विदेशमा नेपाललाई एउटा नेपालको खेलाडी, नेपालको इज्जत अगाडि बढाउनको लागि हामी खेल क्षेत्रपट्टिबाट अगाडि लागिरहेको छौँ। आशा छ तपाईँहरूले यसरी नै सधैँ हामीलाई सल्लाह सुझावहरू दिनुहुनेछ भन्दै आजको यो हाम्रो यो ओपनिङ सेरेमनीलाई यही अन्त गर्न चाहन्छु। धन्यवाद। सल्लाहकार पनि हुनुहुन्छ होइन, अनि त्यो सल्लाहकार पदबाट चाहिँ हालै तपाईँले रिजाइन गरेर चाहिँ नयाँ फेडरेसन खोल्नुभएको हो कि स्टिल त्यहाँ हुनुहुन्छ? म चाहिँ सल्लाहकार पदबाट चाहिँ म चाहिँ अब अलरेडी मैले रिजाइन चाहिँ गरिसकेको छु र हाम्रो मैले लेटर पनि पठाएको छु। उहाँलाई चाहिँ मिटिङ राख्नुहोस्, मिटिङमा चाहिँ अब केही कुरा मबाट भन्नुपर्ने छ, के गर्नुपर्ने छ भनेर मैले उहाँलाई राखेको थिएँ। त्यो उहाँले बोलाउनु नि भएन। अब उहाँले चाहिँ एक्सेप्ट गर्नुभयो होला जहाँसम्म होइन। फेडरेसन भनेपछि एचकेएनएनबिए चाहिँ भोलि पर्सि यहाँ पनि आबद्ध हुन सक्दैन? यो आबद्ध हुन सक्छ। यो तपाईँको चाहिँ अब तपाईँहरूलाई अब मैले फेरि आफूले बढी कुरा गरेँ। यो चाहिँ तपाईँको आइएफबीको भन्नाले चाहिँ यो युएस अन्तर्गत पर्थ्यो, चाहिँ युएस अन्तर्गत नै एचकेएफबिएफ हुन्छ। यो एचकेएफबिएफ अन्तर्गत चाहिँ यो हाम्रो फेरि एचकेएनएफबिएफ हुन्छ होइन। त्यो चाहिँ अब इन्टरनेसनल चाहिँ अब हाम्रो एचकेएनबिबिएमा चाहिँ जस्तै तपाईँको दर्ता भइसकेको छ नि हङकङमा होइन एचकेएनबिबिए। यो चाहिँ तपाईँको उहाँहरूले चाहिँ हजुर अहिलेसम्म चाहिँ उहाँहरूले चाहिँ अब दर्ता भएको चाहिँ अब अहिलेको अध्यक्षले अहिलेसम्म चाहिँ हामीहरूलाई चाहिँ देखाउनु भएको छैन होइन। हामीसँग सर्टिफिकेटहरू कुनै पनि देखाउनु भएको छैन। त्यो चाहिँ अब मैले बारम्बार अब आफू यही खेल क्षेत्रमा भएको कारणले गर्दा र आफू पनि सल्लाहकार भएको कारणले गर्दाखेरि चाहिँ उहाँलाई सर्टिफिकेटहरू कुनै दर्ता नम्बरहरू म आफू नै अब हाम्रो यहाँ एकजना रोहन भाइ हुनुहुन्छ उहाँलाई लिएर नै अब खोजीमा खोजियो होइन। त्यो चाहिँ अब उहाँलाई नै थाहा होला होइन दर्ता भएको छ भन्दैन। अब म चाहिँ अब जहाँसम्म त अपन केजी तपाईँ कहिले जानु हुन्छ? मे फर्स्टमा चाहिँ गेम हो यहाँबाट जाने उता चाहिँ कति तारिक चाहिँ? मे 3
भनेपछि यो एसिया पेसिफिक गेम हो कि फिलिपिन्सको एसिया पेसिफिक एसिया पेसिफिक हस् धन्यवाद